त्यस्तै भने चाहिँ तपाईहरुले जस्तो सुरुवात गर्नु भएको छ सबैजनाले हातेमालो गर्यो भने हामीले एक दिन साँच्चीकै धेरै बिरामीहरुले एउटा राहत धेरै नभए पनि गाडी भाडा मात्रै भए पनि थोरै रकम भए पनि त्यो राहत चाहिँ पाउनेछ। एउटा राम्रो कार्यमा लाग्नु भएको छ। म धेरै धेरै शुभकामना दिन चाहन्छु। तपाईहरुको यो कार्य चाहिँ सफल होस्, तपाईहरुले आँटेको कुराहरु पुरा हुन् हैन। र त्यही बेलामा चाहिँ मौका छोपेर टिपु रिजालसँग दोहोरी गाउने अवसर पनि पाइयो हैन। त्यति धेरै दोहोरीमा पोख्त त छैन, जस्तो जाने त्यस्तै गाइयो। प्रसङ्ग अनुसार जस्तो क्वेसन गर्नुहुन्छ उस्तै एन्सर दिइन्छ। गीत गीत नै हो, वास्तविकता वास्तविकता नै हो। आज हाम्रो भिजन भनेको, आज हाम्रो काम भनेको चाहिँ समस्त बिरामीहरूलाई केही भए पनि हामीले चाहिँ बोलिदियौँ भने पनि यति धेरै हाम्रो कृषि टेलिभिजनबाट हेर्ने अनि नमुना युट्युब च्यानलबाट हेर्ने तनाम दर्शक श्रोताहरू हुनुहुन्छ हैन। उहाँहरूले आफूले खाने गाँसबाट आधा गाँस काटेर भए पनि थोरै भए पनि सहयोग गरिदिनु भयो भने धेरै बिरामीहरूको घाउहरूमा मलम लाग्नेछ भन्दै यो मेरा दुई चार शब्द यही अन्त्य गर्न चाहन्छु। तपाईहरुलाई फेरि पनि धन्यवाद र हाम्रो खडक दाइको चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्छु।